झ्याउरे लयमा अभिव्यक्त गर्ने कोसिस गरेको छु र अत्यन्तै संक्षिप्त समयमा कविता सिर्जना गरिनु हुँदा यसमा धेरै कुराहरूको त्रुटि भएको छ, यसलाई चाहिँ क्षमा गर्नुहुनेछ भन्दै म कविता यस प्रकार रहेको। हे शंकर भोला यो मानव चोला एकपटक आउने होला, खेर जाँदैछ अमूल्य रगत जस्तै बगेको खोला। 3 महिना भित्रै बन्दछ छिट्टै शरीरमा रगत, रक्तदान गरी पुण्य कमाउने यही मानव जगत। कसैको लागि सञ्जीवनी त कसैको लागि पानी, सङ्कटमा नभई नहुने चाहे राजा नै होस् कि रानी, सङ्कटमा नभई नहुने चाहे राजा नै होस् कि रानी। दुर्घटना घट्यो रोग व्याधि बढ्यो, दुर्घटना घट्यो रोग व्याधि बढ्यो यो कुरा साँचो छ। अपरेसन गर्यो कालैले टर्यो रगतकै खाँचो छ। स्वार्थलाई त्यागौँ मानवता जगाऊँ, स्वार्थलाई त्यागौँ मानवता बचाऊँ, भाइचारा जगाऊँ। मरेर जाने 2 दिने चोला सार्थक बनाऊँ। आउन मेरा दिदी र बहिनी हे मेरा दाजु भाइ, आउन मेरा दिदी र बहिनी हे मेरा दाजु भाइ। रक्तदान गर नमानी डर प्राण बचाउनलाई, रक्तदान गर नमानी डर प्राण बचाउनलाई। हजुर रक्तदान केन्द्र आई, बिरामी बेडमा छटपटाइरहेछन् रगतको अभावमा। डाक्टरले पनि काम गर्नुपर्छ त्यसैको दबावमा। स्वस्थ मानिसले रगत दिँदा केही फरक पर्दैन। रक्तदान गरौँ रगत बिना अब कोही पनि मर्दैन। दान धर्ममा 1 कोटी हौँ भन्दा नि महान, दान धर्म महान 1 कोटी हौँ भन्दा नि महान। रक्तदान हो जीवन दान साह्रै पुण्यको काम। जुटौँ है सबै मानव हामी यो पवित्र काममा। रगतको अभाव नहुन दिन यही हाम्रो ठाउँमा, अब यो हाम्रो ठाउँमा। कसैको लागि केही नगर्ने यो स्वार्थी संसार, निस्वार्थ आफ्नो रगत दिने नित्य बारम्बार। नियमित रूपमा रक्तदान गर्ने ती रक्तदातालाई, नियमित रूपमा रक्तदान गर्ने ती रक्तदातालाई। हृदयदेखि सम्मान छ जन्म दिने ती मातालाई, हजुर ती मातालाई। स्वयंसेवी रक्तदाता समाजको नाममा, स्वयंसेवी रक्तदाता समाजको नाममा। साधु बादशाहलाई रातो दिन खट्ने पुण्यको काममा, साधु बादशाहलाई रातो दिन खट्ने पुण्यको काममा, हजुर पुण्यको काममा। धन्यवाद।